अनि अर्को कुरा, अनि हर्क साम्पाङले रवि बालेन कुलमान जस्तो होइन देश र जनताको मनमुटुमा बसेको व्यक्तिहरूलाई मात्रै गाली गर्दै आउने कारण के? खालि त्यही मात्रै एउटा मुद्दा छ त हर्क साम्पाङजीसँग? खालि त्यही मात्रै त्यही एउटा मात्रै रवि बालेन र कुलमानको मात्रै मुद्दा छ उहाँसँग? त्यत्रो जेनजी आन्दोलनको मुद्दाहरू छ, जेनजी आन्दोलनको मागहरू छ, जेनजी आन्दोलनको हत्याराहरू छ होइन, निर्मला पन्थाको अनि भ्रष्टाचार मुद्दाहरू कति कति, व्हाइट बडी, गिरीबन्धु, यान्सेल काण्ड होइन, शरणार्थी काण्ड, बिजुली काण्ड, किन विरोध गर्दैनन्? त्यसमा किन उहाँले आवाज उठाएर जानुभएको छैन? जमानत जफत हुन्छ अरे, त्यो त अब मनको लड्डु घिउसँग खायो भने जस्तै हो। अब उहाँले के सोचेर बोलिराख्नु भएको छ केसमा भन्नुहुन्छ? अब उहाँको चाहिँ जमानत जफत नहोला होइन, उहाँको पार्टीमा उहाँको एउटा चाहिँ जमानत जफत नहोला, अरू त सबै लगभग पार्टीकै जमानत के अरे राष्ट्रिय पार्टी त जमानत जफतको कुरा छोड्दै राष्ट्रिय पार्टी बन्न सक्दैन के हर्क साम्पाङको पार्टी। अरू त कुरै छोडिदिनुहोस्, उहाँको व्यवहारले गर्दा यति लोकप्रियता घटिरहेको छ नि। इभन मैले त उहाँलाई यति सपोर्ट गर्थेँ, अब अहिले उहाँको कुराहरू सुनेर हेर्नु न मलाई रिस उठ्छ, मैले रोस्ट गर्नुपर्छ।